Oh my god. Whoa, la 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 la. टेबुलले हान्छ कि भन्छ गाइस यहाँनिर अब केटाहरूको गेम भइरहेको छ डोरी तानी तपाईहरु ल ल ल दुईटा टिम छ कसले जित्छ हेलो गाइस नमस्ते सबैजनालाई हजुरहरुलाई मेरो भिडियोमा फेरि पनि स्वागत छ अनि आज चाहिँ म धेरै पछि भिडियो बनाइरा छु आज चाहिँ म हजुरहरुलाई मेरो साथीलाई इन्ट्रोड्युस गराउँछु यो भन्दा अघिल्लो भिडियोमा पनि हालेको छु मैले तर उ चाहिँ धेरै भिडियोमा अपडेट हुँदैन नि त धेरै भिडियो बनाउन पाउँदैन आज चाहिँ फाइनली आज हाम्रो चाहिँ भेट भयो अनि म हजुरहरुलाई अब गइरहेको छु चिनाउन हाय हेलो गाइस नमस्ते सबैजनालाई म चाहिँ उसको पुरानो साथी आब्रु हामी चाहिँ धेरै भेट्न पाउँदैनौं म चाहिँ टाढा बस्छु नि चाहिँ नजिक हामी टाढा नजिक भएको भएर अहिले चाहिँ हामी फाइनली 1 आवरको डिफरेन्स छ नि त टाढा पनि अनि त्यही भएर पनि भेट हुँदैन नि त प्राय अब त्यही त हो बाहिर कन्ट्रीमा हैन अनि आज चाहिँ हामी कहाँ जाँदैछौं भन्दैम न त आज चाहिँ हामी नेपाली एनआरएन को पिकनिक प्रोग्राममा जाँदैछौं त्यही भएर हामी चाहिँ यति राम्री भएर यो चाहिँ हाम्रो आउटफिट है पुरै रेडी भएर 1 महिनाको प्रतीक्षामा हामी पिकनिक प्रोग्राममा जाँदैछौं अनि हाम्रो रसियामा चाहिँ नेपाली एनआरएन को प्रोग्राम पिकनिक वनभोज प्रोग्राम चाहिँ कस्तो हुन्छ अनि हामी तपाईहरुलाई देखाउने छौं हामी सँगसँगै साथ रहनु होला ओके अहिले चाहिँ हामी ट्याक्सी वेट गरिरहेको छौँ फाइनली हैन ट्याक्सी चाहिँ आज एकदम टाढा छ कि यहाँबाट एनआरएन भनेको 1 आवर त्यस्तै 1 घण्टा 80 कति 1 घण्टा 30 मिनेट 1 आवर 30 मिनेट लाग्ने रहेछ अनि धेरै टाढा छ कि अनि फेरि ट्याक्सीले पनि पिक गर्न मानिरहेको छैन क्या हाम्रो त्यही भएर लोकेसन अनि अब चाहिँ हामी निस्किन लाग्यो फाइनली हामी चाहिँ ट्याक्सीको वेटिङ समाप्त गरेर अहिले ट्याक्सीमा चढिरहेको छ अब हाम्रो गन्तव्य चाहिँ पुग्नको लागि लगभग 1 आवर 27 मिनेट बाँकी छ फेरि पनि हामी त्यहाँ पुगेपछि बाटोमा हामी के गर्दैछौँ के गर्नेछौँ भनेर देखाउँदै जानेछ र यो मेरो साथी चाहिँ तितौरा खाँदैछ है गाइस म चाहिँ यस्तो खाइरहेको छु यो चाहिँ स्पेसली पिकनिकको लागि भनेर नेपालदेखि मगाएको किनकि मलाई ट्याक्सीमा भमिट आउँछ त्यही भएर म यस्तो खाँदै जान्छु अब अनि हो गाइस सबैहरू पनि साथी नआउनु हुँदैन प्लिज फाइनली गाइस हामी चाहिँ यहाँनिर आइसकेका छौँ यो चाहिँ हामी देख्न सक्छौँ गैर आवासीय वनभोज कार्यक्रममा हामी आइपुगेका छौँ अनि नेपाली सबै दाजुभाइ दिदीबहिनीहरू देख्न सक्नुहुन्छ हामीसँग साथसाथ रहँदै रहनु होला हामी यहाँ के कार्यक्रम हुन्छ भनेर तपाईँहरूलाई देखाउनेछौँ लेट्स गो फाइनली हामी चाहिँ बाउसँग भेट्यौँ उहाँले चाहिँ खाना खाइसक्नु भयो चाहिँ हाम्रो ब्रेकफास्ट रेडी भइसकेको छ अनि हामी चाहिँ भेजिटेरियन भएको भएर भेज खाना लिएर आइरहेको छौँ यहाँ चाहिँ चना आलुको सब्जी अनि यो चाहिँ चिउरा भयो अनि यहाँ चाहिँ गोलभेडाको अचार छ अनि त्यसपछि आलु अनि काँक्रोको पनि अचार छ अनि यो चाहिँ यो के हो पापडी जस्तो आई डोन्ट नो यो चाहिँ यो ब्रेडको होला सायद मैदाको तर के हो थाहा छैन गाइस अब हामी खाँदै खाना खाइरहेको छौँ है त अनि कस्तो फिल भयो त एक्सपेक्टेसन भर्सेस रियालिटी भन्दा अलिकति ज्यादा एक्सपेक्टेसन लागेको थियो तर पानीले गर्दाखेरि चाहिँ थोरै यो के भन्छ माहौल अलि छैन एकछिनमा भन्छु रियालिटी कस्तो भाउजू लास्टमा एक्सपेक्टेसन भर्सेस रियालिटी कस्तो भयो भन्नु न छिटो अब त ठिकै छ कि यो मौसमले धोका दिएर चाहिँ सुब्बुको म्याम हाम्रो प्यारो भाउजू यता देखाउ हाम्रो प्यारो भाउजूसँग पनि भेट भइसकेको छ अनि फाइनली सबैसँग भेट भयो आज अहिले चाहिँ लागि जाँदैछौँ है केको लागि घुमफिरको लागि जाँदैछौँ खाजा ब्रेकफास्ट गरिसक्यौँ हामीले ल ल आज हामी पनि केटीहरूलाई खाइयो खुसीको कुरा भोक भएन भोक छैन नि हैन छैन ल अब हामी फन गर्छौँ भन तिमीले कुखुराको फिला फाइनल्ली हामी चाहिँ हैन अनि यो रसियाको यो मस्को रिभरमा चाहिँ आइपुगेको छौँ अनि यहाँ चाहिँ कति रमाइलो छ हेर्न सक्नुहुन्छ साथी चाहिँ त्यहाँ पानीमा इन्जोय गरिरहेको छ अनि बोटिङ भइरहेको छ अनि यो चाहिँ ठ्याक्कै पोखराको जस्तै भाइब्स आउने टाइपको नेचुरल ब्युटी छ यहाँ चाहिँ हैन बोटिङ गर्ने ठाउँ यसको यो मान्छेको जुत्ता भिड्सक्यो कस्तो लाग्यो भाउजू यो ठाउँ एकदम राम्रो छ यो बोटिङ गर्ने ठाउँ यहाँ छ हामी चाहिँ अहिले यहाँ आएछौँ लेक साइडतिर फोटो खिच्नलाई अनि यहाँ चाहिँ जङ्गलहरू छ यस्तो पिकनिक स्पोट के गर्न आँट्नु भएको हजुरले अब हाम्रो गेम सुरु हो के गेम छ सन्जीमा गुच्चा राख्ने अनि मुखले च्यापेर कुद्ने अनि प्राइज के छ म्याम प्राइजको व्यवस्था त्यहाँ छ मजाले छ ल खेले तयार हो त रेडी शुभ ममता
Oh my god. Whoa, la 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 la. गाइज यहाँनिर अब केटाहरूको गेम भइरहेको छ डोरी ताने त भइरहेको छ ल ल ल दुईटा टिम छ कसले जित्छ है त्यस्तो कहाँ गोल लिएर बसेको छिट्टै लाग्यो गोल पुसमा हान्दियो क्या पुस्छ ल्यान्डमा नगयो केटाकेटीहरू टेबुलले हान्छ कि भन्दैन ला झन्डै यो पनि रहेछ त धीरेनले पनि खेला रहेछ त यहाँ चाहिँ फुटबल म्याच भइरहेछ ए सरी भलिबल होला यो त उतापट्टि चाहिँ फुटबल छ है दुईतिर यतापट्टि फुटबल अनि यतापट्टि चाहिँ भलिबल अझै फुटबल भइरहेको छ 3 गोल हानेछ एउटाले चाहिँ 2 गोल हाने आजको चाहिँ पिकनिक होइन अब लास्ट हामी गेमहरू म्याच सकेर सबै गेमहरू म्याचहरू सकेर हामी चाहिँ यहाँबाट अब बिदाइ हुन्छौँ होइन अब यहाँ चाहिँ अब हामी खाने कार्यक्रम हुँदैछ अब हामी चाहिँ राइसहरू खाँदैछौँ अनि खोइ अर्को साथी मलाई आज जितेर कस्तो भइरहेछ भन् त एकदम रमाइलो है मौसम जस्तो सुकै हो तर साथीहरू यस्तो प्यारी प्यारी नन्दहरूसँग जितेर कस्तो भइरहेछ एउटा त दुईजना जित्नु भयो नि त हामी आउँछौँ ल यो चाहिँ आजको पिकनिकको स्पेसल खाना है त यो चाहिँ जिरा राइस मटनको मासु आलुको अचार सबैभन्दा बेस्ट मलाई अनि यो चनाको सब्जी अनि यो विङ्स अनि पनिर अनि यो स्यालेड पर्दैन अनि यहाँ गाइस हामीले यहाँ खाँदै हुन्छ भाउजूहरू पुरै बिन्दास जितेर हेर न पुरा खुसी छ पुरस्कार लिएको पनि अहिले भिडियो बनाउँछु ल अब चाहिँ हामी खाना गइरहेको छौँ यहाँनिर दाइहरू हुनुहुन्छ खाँदै हुन्छ मस्त ल कस्तो आज फर्स्ट टाइम आउनु भयो होइन पहिला आउनु भएको थियो कस्तो लाग्यो त भन्नु त हो तर पोहोरभन्दा चाहिँ रमाइलो भयो तर मलाई चाहिँ पोहोर रमाइलो भयो त्यो घाम लागेको थियो नि त पुरै होइन अनि त्यो पानीहरूमा भिज्न कस्तो भयो पोहोर तिमी त आएको थिएन है मलाई रमाइलो भएको थियो यसपालि साह्रो रमाइलो भयो त्यसको वेदर खराब होस् ल यसै वेदर पसन्द थियो भाइ खाना बनाउने हाम्रो दाइहरू अनि सबैलाई धन्यवाद भन्न चाहन्छु नि म चाहिँ भेज भएको कारणले गर्दा मलाई चाहिँ अचार सबैभन्दा धेरै मिठो लाग्यो गाइस अनि अचार चाहिँ मैले यति धेरै प्लेटमा राखेर खाएको मैले खाएको अचारको भिडियो चाहिँ प्लिज यसलाई एडिट गरेर हाल्नु होला धन्यवाद अब हामी बाँकी प्रोग्रामहरू तल जाँदैछौँ ल लेट्स गो ल मेरो साथीले गिफ्ट पाएँ है 2000 ल बधाई छ देखाइदिउँ यहाँ गिफ्ट पैसा यसो देखाइदिउँ न ल बधाई छ है तिमीलाई धेरै मजाले हाल्यो मेडल कता कति हो भाउजू फर्स्टलाई कति हो फर्स्टलाई 3000 ए फर्स्टलाई 3000 तपाईँ नखालेर नि गिफ्टहरू आजको हाम्रो पिकनिक प्रोग्राम चाहिँ समाप्त भएको छ अनि प्राइज पनि पाइयो 2000 क्यास अनि एउटा टी के पो हो अनि टी प्याक पायो अनि त्यस पछाडि अब आजको हाम्रो यो प्रोग्राममा चाहिँ हामी इन्डिङ गरेर अब हामी घर फर्किँदैछौँ हाम्रो चाहिँ ट्याक्सीहरू वेटिङ गरिसकेको छ यहाँ भाउजू ल